बुद्धगयामा उडान गर्ने सबै यात्रुले माइलेज पाउने भयो। त्यो सस्तोमा चढेको होस् या महँगोमा चढेको होस्। त्यसले गर्दाखेरि के भनेदेखि हामीहरूको सबै यात्रु चाहिँ नि फ्रिक्वेन्ट फ्लायरको रूपमा प्रवेश हुने भयो र त्यसको लागि चाहिँ नि हामीहरूको टिकट काट्दाखेरि नै त्यो एउटा अप्सन राखेर अनलाइन टिकट काट्दाखेरि त्यो अप्सन राखेर हामीले चाहिँ नि राखेका हुन्छौँ र पहिलो टिकट काट्दाखेरि चाहिँ हामीले केही रिवार्ड पोइन्ट पनि अहिले आकर्षणको लागि कति रिवार्ड पोइन्ट दिएको छ 100 रिवार्ड पोइन्ट चाहिँ नि हामीहरूले अब आज हिजोदेखि जो टिकट काट्नुहुन्छ र जो फ्रिक्वेन्ट फ्लायरमा आबद्ध हुनुहुन्छ पहिलोचोटि उहाँहरूले चाहिँ नि 100 पोइन्ट चाहिँ नि बोनस पाउनुहुन्छ। त्यसैकारण यो चाहिँ नि हामीहरूको अब मार्केटिङको एउटा मेजर कम्पोनेन्ट हुन्छ र हाम्रो क्याल्कुलेसनमा जुन बुद्धगयामा जति यात्रुहरू हिजोको दिनमा उडिराख्नु भएको थियो त्यो हिसाब गर्दाखेरि हामीहरूको वर्षको करिब 16 करोड रुपियाँ जतिको चाहिँ हामीहरूको अटोमेटिक डिस्काउन्ट प्याकेज भयो यात्रुहरूको लागि। भनेपछि वर्षको मिनिमम हामीहरूको 16 करोड चाहिँ नि हामीहरूको डिस्काउन्ट प्याकेज भयो र यो चाहिँ नि अरू हाम्रो स्ट्राटेजिक पार्टनरहरूसँग पनि हामीले लिङ्क गरेर उहाँहरूसँग पनि क्यास डिस्काउन्टको प्रक्रियामा चाहिँ हामी अगाडि बढ्दैछौँ। त्यसकारण यो चाहिँ अब हाम्रो र अब हामीहरूले जुन यो प्रोमो कोडहरू अहिले तपाईँले सुनिराख्नु भयो होला प्रोमो कोड त्यो डिस्काउन्टहरू हाम्रो सिजनल डिस्काउन्टहरू प्रोमो कोडहरू पनि हाम्रो फोकस चाहिँ नि अब रोयल क्लब मेम्बरलाई हुन्छ र उहाँहरूको डेटाबेस पनि हुन्छ र हाम्रो फोकस चाहिँ नि रोयल क्लब मेम्बरहरूलाई चाहिँ नि हामीले यस बाहेकको अरू डिस्काउन्टहरू जस्तै तपाईँको अफ टाइम फ्लाइट हुन्छ नि प्राइम फ्लाइट र अफ प्राइम फ्लाइट जस्तै बेलुकाको फ्लाइट अलिकति अफ प्राइम फ्लाइट भयो बिहानको फ्लाइट प्राइम फ्लाइट भयो त हामी अफ प्राइम फ्लाइटमा चाहिँ नि राम्रै डिस्काउन्टमा हामीले प्यासेन्जरहरूलाई अफर दिनेछौँ जुन चाहिँ नि प्रोमो कोडले या चाहिँ नि त्यो किसिमको डिस्काउन्टले चाहिँ नि गभर्न गर्छ र त्यो चाहिँ नि हाम्रो मोस्टली हामी रोयल क्लब मेम्बरहरूलाई फोकस गरेर कम्युनिकेट गर्छौँ जसले गर्दा त्यो कम्युनिकेसन पनि हामीलाई सहज भयो र त्यो अवस्थाबाट रोयल क्लब हरेक यात्रुहरू बुद्धगयाका हरेक यात्रुसँग हाम्रो एकदम निकटतम र एकदमै आत्मीय कम्युनिकेसन हुन्छ निकटतम कम्युनिकेसन हुन्छ जसले गर्दा केही इस्युजहरू आएको या केही चाहिँ नि समस्याहरू आएको या केही सुझाव दिनु परेको खण्डमा उहाँहरूसँग हामीहरूको चाहिँ नि त्यो किसिमको सम्बन्ध हामीले कासेर लिएर जान्छौँ र अहिले पनि हामीहरूको रोयल क्लब मेम्बर चाहिँ नि कति छन् हामीसँग कति नम्बर कति छ कति छ हाम्रो 1,75,000 हाम्रो रोयल क्लब मेम्बरहरू हुनुहुन्छ। अब त्यसबाट चाहिँ नि हामी अझ बढाउने प्रयासमा अब यो चाहिँ अटोमेटिकली नै बढ्छ किनभने अब महँगो फेयर तिरेर हिँड्ने प्यासेन्जरहरू त एकदमै घट्ने भयो किनभने अब यो विभिन्न क्राइसिसको कारण विभिन्न अवस्थाले गर्दाखेरि अब चाहिँ नि सस्तो फेयर किनेर हिँड्ने प्यासेन्जरहरू पनि रोयल क्लबको मेम्बर अटोमेटिकली भइसकेपछि उहाँहरूले चाहिँ नि यसको युटिलाइज गर्न सक्नुहुन्छ। अहिले यति नै व्याख्या गर्न खोजेको अब केही प्रश्नहरू छन् भन्ने सबै भारतीयहरू पनि प्रशस्त छन् है। त्यो चाहिँ विभिन्न नम्बर छ त्यो सेक्टर अनुसार छ। अब 100 को 100 रुपियाँ अरे ठुलो आकर्षण के भने तपाईँले 900 माइल पाउनु लिनुभयो या चाहिँ 500 माइल तपाईँसँग छ भने तुरुन्तै 500 रुपियाँ चाहिँ अर्को फेयरमै अर्कोचोटि टिकट काट्दाखेरि डिस्काउन्ट लिन सक्नुहुन्छ तपाईँले कुर्नु पऱ्यो जस्तै अर्को टिकटमै लिन सक्नुभयो। अब तपाईँको चाहिँ हरेक फेयरलाई हामीले मेम्बरसिप दिएपछि र तपाईँले हाम्रो अनलाइन टिकट काट्नुभयो भनेदेखि पहिलो प्रश्न नै तपाईँ मेम्बर हुनुहुन्छ कि हुनुहुँदैन भने मेम्बर बन्नुहोस् भनेर नै हाम्रो त्यो सिस्टममा आउँछ पपअप हुन्छ र मेम्बरसिप पनि सजिलोसँग हुन्छ जसले गर्दाखेरि अब प्राय हरेक नेपाली या हरेक व्यक्ति जो उठ्छ त्यो चाहिँ नि बुद्धगयाको रोयल क्लब मेम्बर हुन्छ। तपाईँले जहाँबाट किने पनि पाइन्छ ट्राभल एजेन्सीबाट किने पनि पाइन्छ।